आजको यो भ्लगमा चाहिँ यो सामान उयो त्यहाँ पुऱ्याउन जान आँटेको हामी गएको छ हो त्यो ठाउँमा ल जाम यो यहाँ चाहिँ फेरि ढेँडुहरू पनि मोबाइल लगिदिन सक्छ क्या यहाँ मसँग पनि एउटा ढेँडु हिँड्दैछ कसलाई भनेको हाम्रो बुवा चाहिँ त्यहाँ हुन्छ घाँस काट्छ टक्क साथीहरू अब गाउँमा आयो जाँदैछौँ है हामी चाहिँ बजारमा बसेर त्यो भिडियो यो गाडीहरू कस्तो आवाज सुन्नु भन्दै यहाँ चाहिँ हल्का बाँधेर आइहाल्छ फेरि मोबाइल खोज्दिन्छ क्या हाम्रो घर चाहिँ उ त्यो हो त्यो रातो टिन भएको यो चाहिँ तल्लो घर कान्छो बुवाहरूको घर तल्लो चाहिँ यस्तोबाट आइरहेको नि भिडियो जाम है त हल्का त्यहाँ माथि साथीहरू अब तित्री पनि छ कि हामी तित्री पनि खान्छौँ त्यो भ्लग पनि देखाउँछु अब डाइरेक्ट तपाईँहरूलाई मात्रै पुगेपछि हल्का देखाउँछु अहिलेको लागि चाहिँ गुड बाई अहिले म तपाईँहरूलाई डाइरेक्ट मात्रै छोपेर देखाउँछु भ्यू यस्तो छ जङ्गल जस्तो देखिन्छ तर यो बाटै हो हिँड्ने ल साथी अब म त्यहाँ गएपछि गर्छु ल गाउँको बाटो चाहिँ हेरौँ यता उता गरेर हिँड्छौँ हामी भिडियो लङ हुन्छ होला नराम्रो भयो नि लाइक गरिदिनु कमेन्ट गरिदिनु जाम है त ल यस्तो साँझको मौसम यो चाहिँ अनि भोलिपल्ट मेरो मम्मीहरू रुनुहुन्छ किनकि मेरो छोरा गयो माथि आकाश हामी पुग्न आँट्यौँ आइफोनमा भिडियो बनाएर खतरा पऱ्यो सुदिन दादाले आफ्नो भ्लगबाट किन्नु भएको खतरासँगले ल अझै लाइक सेयर कमेन्ट गरिदिनुहोस् हामी तपाईँहरूको लागि एउटा ट्रक किनेर 20 च्यानल खोल्छौँ कसम भनेको गाइज हामी त्यस्तो अरू जस्तो हाउडी होइन नि एउटा ट्रक किनेर तोडफोड हामीले त्यसलाई एक्सपेरिमेन्ट गरेर देखाउँछौँ तपाईँहरू त्यही गर्नु मिस्टर इन्डियन ह्याकरको बाउ हो नि त हामी अब BMW कि हामी अब फरारी किनेर ल हामी पुग्न आँट्यौँ है कस्तो छ भिडियो यहाँ छ नि यो पोखरी यहाँ देखा त यो पोखरी त्यो पोखरी देख्नु भएको छ नि कसम यहाँ अब यसमा 1 मिलियन भ्युज आयो 1 मिलियन त धेरै भयो यसमा 1K भ्युज आयो भने यो भ्लगमा म एउटा फरारी लगेर त्यहाँ छिराइदिन्छु अनि यस्तो फुडाइदिन्छु कारै पड्काइदिन्छु अनि यहाँ माथि चाहिँ तित्री पनि छ अब हामी तित्री पनि पुग्न आँट्यौँ है त यस्तै छ बाटो गाउँमा गाउँघरको बाटो यस्तै हुन्छ अब कति सर अस्ति चाहिँ हामी आउँदाखेरि सर्प थियो अहिले चाहिँ भिडियो चल्यो है सर कति बस्नु भनेर आएको अब यतातिर हामी छुट्टीमा हाम्रो गाउँ हो कि यो अब खतरा हामी यहाँ चुच प्याच पाउँछ यहाँ तित्री खाने यहाँ चुच ल हामी आइपुग्यौँ खोइ त सामान झरेको छैन नि त्यहाँ केपीबालाई चाहिँ अब खतरा डल्लै जेल हाल्दैछ केपीबाला अब नाच्छु केपीबा जेल गएकोमा ल आइपुग्यौँ अमिलो पात भन्ने पनि हुन्छ यहाँ हामी बुवाकोमा हाम्रो बुवाको अमिलो पात भन्ने पनि छ अनि अमिलो पात पनि खान्छ नमस्ते बुवा नमस्ते बुवा बुवालाई नमस्ते गरेर अब हामी फेरि टिकटको लागि के गरेको बुवा यहाँ हाम्रो सानो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु भिडियो बनाएको के को भिडियो त्यो बोडीको बोडीको तित्री छ खै छ त बुवाले चाहिँ के गर्नु भएको छ काटेर दुई अनि हालिदेऊ न हात तिर न यस्तो बराबरी
अब यतिकै खानु होला अनि तितो मिठो मिठो हुन्थ्यो नि त उसले चाहिँ तितो खाएर मोमो राख हो बोरी भयो ठिक छ धन्यवाद बोरी ल्याइदिएकोमा अब हामी त यति हो उता काम अब हामी चित्रेको बोटतिर लाग्छौँ युट्युबमा हाल्न खिचेको क्या बुवा यो भिडियो युट्युबमा हाल्न यहाँ चाहिँ अब धेरै ठुलो बारीहरू छ अनि यहाँ चाहिँ यो विदेशी बयर भयो एउटा बयर खान्छौ बुवा मलाई पनि एउटा पाकेर त कति झरिसकेछ त रातो रातो भएको चाहिँ मिठो छ त्यो हरियो हरियो मिठो छैन त्यहाँ भुइँमा झरेको चाहिँ मिठो होला धुन मिल्छ त यो फुलेको छैन भने फुलेको हुन्छ क्या पाकेको टिपेर खान्छ माथि एउटा दुइटा त होला एउटा होटेल लक्ष्मीले हान्न त्यहाँ कता त्यो बाँसले छडिएको पर बाँस छ कुन भाँच्यो त्यो उचालेर टपडाको हान सुन खान्छ जस्तो निकालेर खा ए होइन सानो यो हो त्यत्रोले हुन्छ त हो त्यो यो कागती उता मासतिर फर्की काँक्राहरू पनि छन् देखाउँछु बल्ल घाम लाग्दैछ यस्तो यस्तो मार्नु भएको छ अर्ग्यानिक गाउँघरको तरकारी अर्ग्यानिक बोडी टमाटर कोला उयो चाहिँ तित्रीको बोट टिप्यौ खैले मलाई नि एउटा दुईटा ल्याउन चितो भयो नि दामी छ कहाँ मिठो कति मिनट भयो भिडियो काट्दै काट्दै गर न हाल्दै हाल्यो है प्याज हामी टक्क माथि त्यहाँ इन्डीको रुख राखौँ देखाएर त गाईहरूलाई इन्डीको रुख ऊ यहाँ हान्नु साथीहरू यहाँ किम्बुको छ मेरो फेभरेट साथीहरू अम्म कुदिहाल्यो है आम्मामा साथीहरू हेर्नु चाहिँ जति खाएर गजब हुने गर्छ हौ साथीहरू आम्मामा साथीहरू आउनु तपाईँ पनि खाइदिनुहोस् अब काट अर्को बेला औ तित्री भाटामा जाऊँ आजको मौसम चाहिँ पानी पर्ला जस्तो छ पानी चाहिँ पर्छ कि पर्दैन तित्री अलिअलि छ कि भनेर आएको छ पोखरी बन्ने छ यहाँ
तित्री चाहिँ रहेछ यहाँ साथीहरू हाम्रोमा चाहिँ अब इमलीको बोट छ अब अनलाइन किन्नुहुन्छ भने तपाईँहरूको लागि पर्छ 1500 रुपियाँ 1 ग्रामको 1 ग्राम त धेरै भन्ने हौ 100 ग्रामको तपाईँलाई 1500 पर्छ यो तपाईँहरू अनलाइनमा किन्दा हाम्रो चाहिँ यत्रो बोट छ जति खाए पनि गला गिद्दा हुनेको टोइलेटमा छाडे पनि हगे पनि यति छ तित्री सित्री रहेन रहेछ अब त्यही काँक्रो अब आधी आधी पारेर खानु त होला नि होइन काँक्रो होइन अब किम्बु खान्छन् साथीहरू भाग आऊ है अति छिटो आऊ न यताबाट जाऊँ आऊ भ्यू यस्तो छ भ्यू चाहिँ कस्तो आइरहेछ छोड्दे हो छैन आऊ लौ यो पखालेर आधी आधी पारेर खानुपर्छ ल घर घर अब हामी तित्रीकोमा स्वाद लिइहाल्यौँ अब किम्बुको स्वाद लिन्छौँ अब फर्केको अब सामान लिन आएको दिइसक्यौँ मलाई किम्बु खान्छु आफ्नै करेसा बारीमा फलेको रहेन रहेछ भुइँमा झरेको छ भने टिपेर लानु खानु पर्यो भनेको खोइ छैन झरेको पनि कुहिसकेको रहेछ कति बिहानैदेखि आउनुहुन्छ यहाँ बिहानैदेखि बेलुकैसम्म यहीँ बस्छु अनि भात ल्याइदिनुहुन्छ खान जानुहुन्छ जान्छु लिएर आउँछु यहीँ खान्छु यहीँ राखेर पखालेर आधी आधी पारेन खाम बुवा नि खानुहुन्छ होला कि मेरो भात लिन जानु बेला हुन आँटिसक्यो बज्दैछ भर्खर भात ल्याउने खाने त्यो चाहिँ किन गरेको अतीत यो तितो हट्छ नि त यो सब फिस तितो हो आफ्नै करेसा बारीमा फलेको यहाँबाट यसरी काटा पख लाम्चो पाराले ठ्याक्क बराबरी तल बराबर अब चाहिँ किन मिठो लाग्यो तँलाई हात चाहिँ काट्नु म काट्दिन्थेँ नि काट्नै आउँदैन रहेछ खोइ अलि म काट्दैछु काटो काटो अझै काट्यो भयो त किरा होइन त त्यस्तै हुन्छ घरि कुनकुनमा थुक्क किन फ्यालेको त्यत्रो यहाँ
बिस्तारो फ्याँक न तँलाई कतै कम्ती दुःख गरेर फलाएको छ फ्याँक्नु हुँदैन त पाप पो लाग्छ आफ्नै करेछ बार नफलेको ल गएको ल बुवा हामी आफ्नै करेछ बार नफलेको भिडियो क्वालिटी कस्तो आउँछ ब्लर हल्लिन्छ कि हल्दैन है अड्के जस्तो छ हौ यतातिर वन कुखुरा पनि पाइन्छ घरिघरि अस्तिमा आउँदाखेरि चाहिँ हो यो बाँसघारीमा मुनि यहाँनिर लुकिराखेको थियो साथै गयो क्या मेरो साथीहरू मार्न खोज्दा पनि कस्तो मर्दै मर्दैन क्या त्यही हो क्या कसलाई भनेको कुखुरा बन्थ्यो ए म त अर्कै सम्झेको तँलाई चाहिँ के लाग्यो गाउँमा यस्तै त हुन्छ नि अस्ति पोखरी त्यत्रो सफा गरेर खेल्न र भने उयो नि हाम्रो घरको पोखरी देखाउँछ है मेरो साथीहरू हाम्रो घर पाहाड होइन त्यो पनि यहाँ ऐसेलुको बोट फलेको छ खोइ कहाँ साथीहरू यहाँ ऐसेलुको बोट पनि फलेको छ हामी तपाईँहरूलाई यो पछि खानु लायक भएपछि हामी देखाउँछौँ सबैले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला नयाँ च्यानल हो सबैजनाले नयाँ च्यानलबाटै ग्रो गरेर पछि अलि ठुल्ठुलो युट्युबरहरू बन्ने हो सबैले साथ सपोर्ट देखाइदिनु होला आजको मौसम कस्तो छ यार खतरा छ नि न जाडो न गर्मी ठिक मेरो चाहिँ बोक्दा बोक्दा हात गलिसकेको छ अब भाइले बोक्छ ल हेलो हेर्नु यसको हात गर अनि मैले टक्कसँग काका खान्छु यहाँ कहाँ खाँदै भिडियो बनाउँदैछु अब बाटो हिँड्दैछु अहिले बोल्न धेरै आउँदैन त्यही पनि नरिसाइदिनु होला धेरै बोल्न नआए पनि नयाँ नयाँ हो नि त हामी युट्युबमा अब पछि बानी पर्छ नि त सुरुमा जसलाई पनि गाह्रो हुने हो हल्का अड्किन्छ क्या मान्छे नर्भस भइहाल्छ त्यो भएर नरिसाइदिनु होला यो भिडियोमा हाम्रो 2000 सब्सक्राइबर पुग्यो भने कसैले युट्युबरले नगरेको चिज हामी गरेर देखाउँछौँ के चिज हो त्यो पछि थाहा हुन्छ सुन्नु है त कसैले थाहा हुन्छ अरे हामी तपाईँलाई हाम्रो खोलाहरू पनि देखाउँछौँ तर आज चाहिँ हुँदैन भोलिको भ्लगमा भोलिको भ्लगमा चाहिँ मजा आउनेछ तपाईँहरूलाई अबदेखि हामी 2 महिनासम्म लगातार डेली भ्लग हाल्न जाँदैछौँ हाम्रो
गाई हामी घर आएर सुन सक्छौँ हातमा धेरै च्यात्रै भयो यहाँ